Welcome to my new vlog. This is Meteoritex Macro here. And I'm going to Viraj done aura boy हैन हाम्रो सब केटीहरु अगाडि भगाइदिएर खोइ के अर्को त्यो यो रत्न पार्क हरको नि भागे के अरा हेर्न अरा विराजको बाप रे रत्न पार्क वालाहरु नि यही त बस्छन् छैन सब अगाडि थुप्रेछ हैन भातिले सिधै हाल्यो विराजले चाहिँ काण्ड मचायो अराको औरे औरा कति औरा 99999 ए 99 अनलिमिटेड हान्दिरा भनेको अझ मोबाइल हेरेर चुइगम चपाउने हुन्थ्यो नि अझ चुइगम सन चपाउँदैन ओइ विराज बालै भएन नि हामीलाई के प्रब्लम भएको छैन तिनीहरुलाई नि भएको छ हैन प्रब्लम भएर त अगाडि आऊ ओइ शरदको त्यो ललिपप वाली चाहिँ कता गएछ खै देख्दिन त म कहाँ गयो खै आएन लाग्मा खामोस छ दिल टुटाए पर दुखा नै भन्दा होला लाग्मा बाहिरबाट हेर्यो ललिपप वाली चाहिँ भएन कि देख्दिन त भने अब त डल्लै पुड्की आज हैन आज आएन भने आज एक्जाम दिन अरा डिफाइन गर्दा गर्दै सबको अरा डिफाइन भइरहेको छ यहाँ बिग्ला भएर गाह्रो छ यार एक्जाम दिन गरे म चाहिँ पारा जस्तो छ म चाहिँ एकचोटि पढेन हामी मलाई एसएममा पिकनिक जस्तो जान्थे पिकनिक आ जस्तो फिल हुन्छ जहिले पनि है जहिले एक्जाम दिन आयो कि मलाई एक्जाम दिन आयो कि जहिले पिकनिक मनाउन गएको जस्तो हुन्छ मलाई गीत गाउँदै जान्छ नि हामी म त बसमा ओइ गीत सानो बजाइनले अलि राम्रो बजाउ भनेर दुर्गेश थापाको के हो तिम्रो नाम परिचय फाम कसले जस्तै रहेछ न म सोचिरहेको छु अर्को गीत भन्न दाइ हल्का भोल्युम बढाइदिन न दाइ भोल्युम विराजको दुश्मन हेरेको हेरे अब विराजको दुश्मन पट भएर ब्युटी भएर आबी हेरेको हेरे विराजको दुश्मन अगाडि छ धेरै अनि हेरेको त सहिले पनि हेरे एक्जाम छ अहिले एडमिट कार्ड नलेर क्लियरेन्स हेरे एकचोटि वान्स मोर उही एउटा मात्र छँदै अरे कहिले ल डेन्जर रहेछ है क्लियरेन्स एउटा मात्र रहेछ त अहिले त अनि एक्जाम दिने नदिने ए त वान डे पास नि पाउँदैन त क्लियरेन्स पक्न एकदिन टोप के लाउन जान्छ अब यही पेपरमा टोप के लाउन जाने पेपर हालिसक्यो ओइ हाम्रो स्विमिङ देखि आइसक्यो सरद स्पेशल गेस्ट जिसका ओइ मरिस ओइ तले भिडियो हाल्दै थियो नि हप्पाले वाला यसको माथि हप्पाल्दै रे बाले दिएन इग्नोर ओइ कत्रो दाँत हेर न सल दाँत हेर्न न खाने हो यहाँ छ ओइ चाहिँ कस्तरी हेर त्यो ओइ तर यो ले जिस्काए भन्दा खासमा गोलीको लागि जुत्ता यहाँ छ क्या यहाँ छ कि गोलीको लागि जुत्ता स्टार हो ए ड्रप हावा बस्न हान्न पन्जाबको त सानो भयो मन पऱ्यो जुत्तै मन पराएन कि यस्तो हावा मन परा हो तर साइजै पाएन क्या लास्ट 39 भन्छ आफूलाई 41 लाग्छ अब के गर्ने उडाइदिने प्लान बिग्यो अरे अब खाने हो तर अब रुफटपमा जाने भन्छ त्यो अति एक्सपेन्सिभ हुन्छ फेरि जुत्ताको फेरि अहिले हामी बौद्धमा छौँ होइन रमाइलो गर्दै ठ्याक्कै एक्जाम दिएर कसले मैले हिँडाएर उसलाई पठाउँछ है क्या सबल जस्तो पठाउँछ है क्या मेरो छुट्टै छ त मेरो ब्लगको छुट्टै हुन्छ क्या जसलो मसँग भन्नुपर्दा अब यहाँ लाग्नुपर्ने हुनेछ यहाँ पनि गाडी पसलबाट यो लिएर आएको यार हातमै आएछ भने ए ल यो त चोर हो अघि हामीले त्यसै त चोर भनेर
अघि एउटा विदेशी थियो कि होइन ठ्याक्क अगाडि थियो अनि यो ठोक्के छ कि विदेशी त तर्सेछ चोर हो कि क्या सोचेछ गोलेले यस्तो यस्तो पारा देखायो भने है अहिले हामीलाई फेरि गाह्रो लखारे भने लास्टमा मैले आएर आइम एक्सट्रिमली सरी भन्नु परेको कि होइन वाच योर वे रे फेरि अन्त लाग्पाले इङ्ग्लिस बुझ्दो रहेछ हामीलाई सजिलो लाग्पाले इङ्ग्लिस नबुझ्यो भने त्योसँग हाम्रो झगडा पर्छ वाच योर वे के रे भाजु रे वाच योर वे ओके I'm not bastard चाहिँ भनिन्छ Pastor. What you mean bastard? You just fasted. राम्रो ए हुन्छ सस्तो खाने के यहाँ किमान्डोबाट खाने ठ्याक्कै बौद्ध आइपुग्यो होइन सिन थम्बनेल यहाँलाई थमेल म होइन अरा हो कि बसको थम्बनेल हो कि यहाँनिर बसेर यतापट्टिको सिन गरेर यताको हो त्यहाँ ततापट्टि यादमै जाने माथि होइन ए हामी त्यो चाहिँ मण्डलामा त्यहाँ उतै थिए यस्तो ठाउँ खोज्दै है हिमालयन जाओ छिर्ने हो होइन बल्ल सिधै हुन्थ्यो अहिले त हामी उल्टो हुँदा थियौँ एक कोरा घुम्न चाहिँ खाएर मलाई हो कहाँ घुमेन भन्दा मलाई बहुदा आएर एक कोरा नहुँ लाइफ टाइम गर्छ यतिको चाहिँ हुनु पर्यो लाइफ टाइम पानीपुरी खाएको कि हामी कतिपय पानीपुरी खाएको पानीपुरी खाने आज 50 रुपियाँ पानीपुरी किन्छ हो त्यस्तो खानु मन छैन कि ब्रो फेरि अलि हाई लेभलको हो क्या अलिक गाह्रो छ यो चाहिँ दामी रहेछ एक्चुली अगाडि हिँड्दै केटाहरू अरे कहाँ रुमबाट यार गाह्रो छ नि बोलेको यस्तै हाल्नु न बोले अगाडि जान्छ कसरी हिँड्छ कस्तो रे ओइ 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 पुरो यो त क्याट पक हान्दै हुन्छ त यार ल लाग्छ सर्ट पानी पिरो ठेलामा चाहिँ देखेन है मलाई यस्तो पिरो भइरहेको छ है भाइ डेभलप नेपाल देखाउनु न यस्तो पिरो छ यो चलाउनु नआएर होइन कसो चलाउनु साइको हाने मुझे हानै नसकेर हेर्नु बाँदरवाला हालिन्छ है जाममा बेलुका कति बज्यो 6 बजी सक्यो जाममा